नमस्कार। आज हामी यस्तो घुमाइतिर लागिरहेछौँ। यहाँ मन्दिर छ पछाडि। अहिले म राजा एयरपोर्ट जाँदैछु साइकलमा। सररररर खतरा इन्जोय छ, एकदम राम्रो छ। अहिले मैले यहाँ आँपको बगैँचा पनि हेर्नुहोस्, आँप पनि छन्। आँप त अहिले छैनन्, आँप सकाइसकेछन्, कोहीहरू छन् होइन। अनि त्यसपछि म चाहिँ अहिले नुहाइधुवाइ गरेर राजा एयरपोर्टतिर लागिरहेको छु। नमस्कार सबैमा मेरो मिनी भ्लगमा। म अहिले राजा जाँदैछु। फेरि एउटै ह्यान्डलमा म पुरै ह्यान्डल घुमाइदिन्छु क्या, घचाघच घुमाइदिन्छु कि म एउटै ह्यान्डलमा घराघर। यो ठुलै अचम्म मान्नुपर्ने कुरा होइन। त्यसपछि यसमा माछाहरू पनि अरू धेरै, अस्ति पानी आउँदाखेरि धेरै नै पाइन्थे। अहिले बच्चाहरूले त्यहाँ अगाडि मारिरहेछन्। यो माछा पाइने ठाउँ पनि मान्छु म एक किसिमले होइन। तपाईँको धारणा के छ राख्नुहोस्। म पहिला यतै काम गरेको मान्छे हो। त्यो अहिले तपाईँको कति बेला बादल छ, कति बेला घाम छ, कति बेला के छ हेरिरहेको छु मैले। खतरा छ। मेरो अगाडि सोल्टी होटल देखिरहेछ उता, एकदम खत्रै छ सोल्टी होटल। सोल्टी होटल पछाडि छ। अरे म यो यस्तै घर बनाउन पाए हुन्थ्यो, तर कसले घर बनाएछ। तर केही छैन, हामी प्रयासमै छौँ, जारीमै छौँ। हामी हाम्रो घर बनाउँछौँ। घर पनि बन्छ, आत्तिनु पर्दैन, धैर्य गर्नुपर्छ। अरे मस्त छ यार, यो जिन्दगीमा साइकलमा घुम्नुको बेग्लै मजा छ। अब म 10 मिनट लाउँछु राजा पुग्न, 10 मिनट क्या। फेरि म बहुत टाढाबाट आएछु। यति फास्ट छ कि, यति फास्ट छ, एकदम फास्ट छु म। मेरो साइक्लिङ रोड अनुसार चल्छ। अहिले म सोल्टी होटलको नजिक पुगिसकेको छु। अब सोल्टी होटल म तपाईँलाई देखाउने छु कहाँ छ भनेर। सुरुरुरुरु यो पछाडिको पहेँलोवाला देखेको सोल्टी होटल हो होइन। अब म ट्याक्क त्यसको अपोजिट जाँदैछु यताभित्र। कसरी पुग्ने भन्ने कुरा पनि हुन्छ।